देशभरका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरूमा सवारी साधन विमान शुल्क महँगो भएको गुनासो बढेपछि सरकारले त्यसबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। विमानस्थल प्रयोगकर्ता, यात्रु तथा हवाई सेवा कम्पनीका कर्मचारीहरूबाट निरन्तर रूपमा शुल्क अस्वाभाविक भएको भन्दै आएका गुनासोका आधारमा यो निर्णय गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय तथा आन्तरिक दुवै विमानस्थलमा लागू विमान शुल्क संरचनालाई पुनरावलोकन गर्न 5 सदस्यीय समिति गठन गरिएको जनाएको छ। मन्त्रालयका अनुसार वर्तमान शुल्कले सेवाग्राहीलाई अनावश्यक आर्थिक बोझ थपेको गुनासो व्यापक भएपछि तत्काल अध्ययन प्रक्रिया अघि बढाइएको हो। मन्त्रालयका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त उपमहानिर्देशक विनोद प्रसाद न्यौपानेको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा प्राधिकरणका अन्य प्राविधिक तथा प्रशासनिक अधिकारीहरू समेत सदस्यका रूपमा सहभागी रहनेछन्। समितिलाई गठन भएको मितिले 3 दिनभित्र हालको विमान शुल्कको अवस्था, त्यसले सेवाग्राहीमा पारेको प्रभाव र आवश्यक सुधारका विकल्पहरूबारे विस्तृत अध्ययन गरी मन्त्रालय समक्ष प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको छ। छोटो समय सीमा तोकिएकोले समितिले द्रुत रूपमा तथ्य सङ्कलन, सरोकारवालासँग परामर्श तथा आवश्यक विश्लेषण गर्ने अपेक्षा गरिएको छ। विमानस्थल क्षेत्रमा विमान शुल्क लामो समयदेखि विवादको विषय बन्दै आएको छ। यात्रु तथा उनीहरूलाई लिन छोड्न आउने सेवाग्राहीले छोटो समयमै उच्च शुल्क तिर्नु परेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।